हेलो नमस्ते। म आज एउटा जानकारीमूलक भिडियो बनाउँदैछु। हजुरहरूलाई धितोपत्र बोर्ड आइपिओ सम्बन्धी कुनै ज्ञान छ कि छैन? ज्ञान नहुनेहरूको लागि मैले चाहिँ यो जानकारी दिन गइरहेको छु। धितोपत्र बोर्ड सम्बन्धी एभरेस्ट कलरले आइपिओ निष्कासन गरेको छ सर्वसाधारणको लागि। आइपिओ भर्न नछुटाउनु होला। आइपिओ भर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू, सबभन्दा पहिला अब हामीले ब्याङ्कमा डिमेट एकाउन्ट खोलेका छौँ कि छैनौँ, पहिला डिमेट एकाउन्ट खोल्नु पर्यो। डिमेट एकाउन्ट खोल्नु भएको छ भने आइपिओ भर्दा तपाईँको ब्याङ्कमा ब्यालेन्स छ कि छैन त्यो क्लियर गर्नु पर्यो। ब्याङ्कमा ब्यालेन्स नभइकन आइपिओ भर्दाखेरि त्यो रिजेक्ट हुन्छ। आइपिओ भरेको काम लाग्दैन। पहिला ब्याङ्कमा ब्यालेन्स छ कि छैन त्यो क्लियर गर्नुहोस्। ब्याङ्कमा ब्यालेन्स छ भने आइपिओ भर्नु होला। 10 किताभन्दा माथि भर्न पर्दैन। पर्ने भनेको कुरो भाग्यकै भर पर्ने कुरा हो। किनभने डिमेट एकाउन्ट खोल्ने मान्छेको सङ्ख्या अत्याधिक भएको हुनाले आइपिओ पर्न सम्भावना एकदमै कम हुन्छ। र आइपिओ भर्दाखेरि ध्यान दिएर अलिकति विचार पुर्याएर भर्नु होला। आइपिओ भर्दा 10 किताभन्दा माथि नभरे पनि हुन्छ। 10 किता भरे पुग्छ। आइपिओ भर्दाखेरि ब्याङ्कको एकाउन्ट नम्बर, सिआरएन नम्बर राखेर आइपिओ भर्नु होला भन्न चाहन्छु। धन्यवाद।